यति विश्वास गर्नु कि म कसैलाई छोड्दिन। म एक जनाको पछाडि आउँछु। जसले यो बच्चाहरूलाई ताकी ताकी गोली हानेछ त्यसै गरी ताकी ताकी म निकाल्छु तिनीहरूलाई। चाहे मरेको होस् म खाल्टो खनेर भए निकाल्छु। एक जनालाई छोड्दिन। म छोड्नको लागि म मर्नुपर्छ। म कसैलाई छोड्दिन। एक थोपा रगतको म बदला लिन्छु। यिनीहरू गोली हान्ने मान्छेलाई म झिकाउँछु। सबैले जस्टिस पाउँछ। सबैले जस्टिस पाउँछ। हरेक भ्रष्टाचारीको घरबाट एक रुपियाँ निकाल्छु, तिनीहरू तान्छु, ल्याउँछु, देखाउँछु, संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। कसैलाई नछोड्ने, कसैलाई नछोड्ने, बुढो भए पनि नछोड्ने। म कसैलाई छोड्दिन। यो तपाईहरुको मिडिया मार्फत म भन्न चाहन्छु कि म कसैलाई छोड्दिन। म एकजनालाई छोड्दिन। म मेरो देशको कसम खान्छु। म मेरो त्यो फलन सोल्जर्सहरुको लागि कसम खान्छु। मेरो गोली खाएको भाइहरुको कसम खान्छु कि म कसैलाई छोड्दिन। एक छोड्दिन, दुई छोड्दिन, तीन छोड्दिन। मेरो देशलाई लुट्ने नेताहरू जसरी तिमीले हरेक आमालाई दुःख दिन्छौ, हरेक जनतालाई दुःख दिन्छौ, कसैलाई छोड्दिन।